भवः गृहस्थी सुख शान्ति समृद्धि भवः गृहस्थी भन्ने सम्पूर्ण परिवारै पाउँछ क्या सम्पूर्ण परिवार सुख शान्ति भयो होइन गृहस्थी पारिवारिक सुख शान्ति समृद्धि भवः यो यदि नर्मल्ली हो त हामीले पूजा गर्न जाने त घरमै गरेर भुत्रे जान्छ यो त संस्कृति आउनु पर्यो नि त्यही हो मन्त्र जानु पर्यो नपढिनु पनि हिजो पढिने मात्रै खान्छ कि सबै डेन्जर त्यो फोटो नगाउने है तपाईँले फेरि फोटो राख्नुपर्छ मेरो इच्छा शक्ति पनि मरोस् भन्नु है ओम श्री इच्छा शक्ति नमः ओम श्री इच्छा शक्ति स्वाहा ओम श्री इच्छा शक्ति नमः यो पौलाउने छताउने काट्ने बाँड्ने जति छ सबै चाहिँ मरेर भन्नु है सबै भन्नुहोस् यता बाबुको नि मुख मेरा जोडी शत्रु सबै स्वाहा भन्नुहोस् जति पनि बोसी टङ्किनी छ भूत प्रेत आत्मा ती सबै स्वाहा भन्नु मेरो परिवारमा आँखा लगाउनु जति सबै स्वाहा भन्नु घरको भए पनि बाहिरको भए पनि स्वाहा भन्नु अझै नाम थाहा होइन नाम थाहा भन्दा नामै शुद्ध स्वाहा भन्दै नि हुन्छ अब अन्तिममा छेवा माग्नु पऱ्यो अब हामीले स्वाहा स्वाहा सबैले मरौँ मरौँ भनेर भन्यो नि त अब अन्तिममा छेवा माग्नु पऱ्यो है हातमा जल हिँड्नुहोस् त पहिला मैले नि तपाईँले नि हो बिस्तारै छर्नु छ अब अघि बिस्तारै भयो त आउँछ बिस्तारै छर्नु तपाईँले पनि बिस्तारै छर्नु म हातमा फुल अति राख्नु त फुल अति राख्नु ल म मेरो परिवारबाट भएका सम्पूर्ण भुल गल्तीलाई क्षमा गरिदिनुहोस् हे इष्ट देवता हे कुलदेवता हे गौरेश्वर महादेवा हे हामी अनजान छौँ हामी मनुष्य हौँ हामीबाट भएका सम्पूर्ण भुल गल्तीलाई अनजानमा गरेको गल्ती भनेर क्षमा गरिदिनुहोस् भनेर भगवान्सँग सापकण्ड गर्ने दुईवटा हात जोडेर हो मा देवी देवता हे पितृ योगमाश्रमाश्रमात् म अन्धृत्व बुल चुकाए सेवास्त सेवा प्रार्थना श्री गणेश्वराय देवताय हो मै यजमानम यजमाना कष्टश्रम पुराश्रम पुरा दिएदः एउटा तपाईँले मलाई नि अब त्यसलाई एउटा तपाईँले त्यो अखण्ड बत्तीलाई टपरामा हालेर गङ्गामा गएर बगाएर आउने दुईजना राख्नु बिस्तारै जानु है नाति किन